के 2082 नेपाल परिवर्तनको वर्ष बन्दैछ? देशले अस्थिर राजनीति र राजनीतिक स्वार्थको दासत्वबाट मुक्ति पाउँदैछ। मर्निङ सोज द डे। परिवर्तनका तस्बिरहरू त देखिँदैछ, तर के यसले निरन्तरता पाउन सक्ला? इज बालेन एन्ड हिज टीम have easy way to achieve their goal? Well, time will tell. भ्रष्टाचार र दमनकारी प्रवृत्ति विरुद्ध जीरो टोलरेन्स अवलम्बन गर्ने प्रतिबद्धता गरेको सरकारले There will be no tolerance to corruption. Zero tolerance. केपी ओली, रमेश लेखक, दीपक खड्का, रेखा शर्मा र छविलाल रिजाल जस्ता हाई प्रोफाइललाई क्रमशः पक्राउ गरेर प्रशासनले परिआएको खण्डमा जो कसैलाई पनि पक्राउ गर्न सक्षम छ भन्ने दह्रो सन्देश दिएको छ, जुन स्वागत योग्य छ। एमाले अध्यक्षको पक्राउपछि उत्पन्न परिस्थितिले देश फेरि राजनीतिक गतिरोधमा जान्छ कि भन्ने चिन्ता थियो। आजको गिरफ्तारीका विरुद्ध भोलि चैत्र 15 गते आइतबारका दिन पार्टी जिल्ला कमिटीहरूको आयोजनामा जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकारलाई विरोध पत्र बुझाइने कार्यक्रम तय गरिएको छ। एमालेको सपोर्टमा सडकमा नआएका नेपाली तथा एमालेकै कार्यकर्ता साँच्चै विवेकी र अब पार्टी र नेताको पछि नलाग्ने भएछन्, झोला बिसाएछन् भन्ने आभास भयो। यसका कारण राजनीतिक द्वन्द्वको सम्भावना टरेर गयो। यसको लागि सबैलाई धन्यवाद। गृहमन्त्री सुदन गुरुङले प्रहरी प्रधान कार्यालयमा प्रहरी प्रशासनलाई दिएको सम्बोधनले उनको प्रहरी प्रशासन प्रतिको धारणा कस्तो छ भन्ने बुझ्न सकिन्छ। बाहिरको विदेशको हेर्दाखेरि तपाईँले प्रहरीको लुगा हेर्दाखेरि ओहो अहिले नै क्रिमिनललाई पक्रिन्छ कि क्या हो भन्ने टाइपको लुगा हुन्छ। हाम्रो हेऱ्यो उद्रेको लुगा, खुइलेको चुस्ता, च्यातेको बुट। We are going to change this. हाम्रो प्रहरीको लुगा, चुस्ता, यसको लागि हामीले एउटा योजना बनाएको छौँ। प्रहरीको पोसाक अबदेखि हामी आफै बनाउँछौँ, आफ्नै फ्याक्ट्री। प्रहरी प्रशासनलाई दिएको उनको आश्वासनले पक्कै प्रहरीहरूको मनोबल बढेको छ। पुलिसिङ, सो विल बी मोडर्नाइजिङ पुलिस इन नेपाल फ्रम नाउ अन। अबदेखि हामीले आफ्नो सङ्गठनलाई नयाँ मोडर्न पुलिसिङ भनेर हामीले गर्छौँ, जसमा हामीले प्रविधि, स्रोत साधन सबैको युज गरेर हामीले त्यही अनुसारमा फुल फेजमा ट्रेनिङ दिएर हामीले बल्ल हामीले अगाडि बढाउँछौँ। विदाउट एनी शिल्ड नो पुलिस इज गोइङ टु गो टु ह्यान्डल अ रायट। को क्रममा भावुक बनेका आइजिपीलाई उठेर गरेको सम्मानले सबैलाई हर्षित बनाउँछ। आनगोदामको पाले ले लाउने भन्दा अलि राम्रो होस् भन्ने कुरा हो। र अर्को विषय चाहिँ यो एउटा सामान्य कुरा, यो रिक्रुटमेन्टमा चाहिँ बायोमेट्रिक मसिन खरिद गर्ने कुराहरू। नयाँ सरकारको काम र गतिलाई हेर्दा लाग्छ नेपाल नयाँ युगको कथा लेख्दैछ। विपक्षका सांसदहरूलाई चिन्दा पनि नचिन्ने पुरानो संस्कारलाई बालेनले बागमतीमै बगाइदिए र नयाँ अध्यायको सुरु गरे। सबै प्रत्यक्ष निर्वाचित सांसदहरूलाई प्रधानमन्त्री कार्यालयमै बोलाएर आफ्नो क्षेत्रमा नगरी नहुने कामको सूची नै मागे। स्वास्थ्य बिमा रोकिएर आज अल्पत्र परेका छन् मान्छेले उपचार पाइरहेको अवस्था छैन। त्यो भुक्तानी भएको छैन, त्यो भुक्तानी गरिदिनुहोस् भनेको छ। बजेट विभाजनमा कुनै क्षेत्र विशेषलाई मात्र होइन, सबै क्षेत्रलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता दिलायो। यो सरकारका अगाडि चुनौतीहरूको पहाड छन्। हामीलाई धेरै च्यालेन्जेसहरू पनि छ, सँगसँगै अपर्च्युनिटी पनि एकदमै धेरै छ। दशकौंदेखि मपाई तन्त्रको स्वाद पाएका श्रीपेज बिनाका महाराजाहरू आक्रमणको लागि तयार हुँदै होला। आफ्नो गद्दी गुमेकोमा कहाँबाट आक्रमण गर्न सकिन्छ भनेर विचार विमर्श पनि गर्दै होला। अनि सरकार र सरकारका अङ्गहरूले दिन 2 गुना रात 4 गुना चनाको बन्न जरुरी छ।
र देश र जनतालाई उन्नति र प्रगतिको बाटोमा लिएर जानु छ।